लिटरेचर भनेको ढुकुरको नाम हो नौटङ्कीहरू। ठ्याक्कै यहाँ हजुरआमालाई चाहिँ यहाँनिर यो थोरै भिडियो पनि राखिदिन्छु म होइन। आफ्नो स्वास्थ्य पुगेको हेर्न नि आउँदैनन् बोल। सो हेलो नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आइपुग्दा सन्चै हुनुहुन्छ होला, म सन्चै छु। म चाहिँ नेपाली युट्युबरहरू रिगार्डिङ इम्पोर्टेन्ट र न्यू अपडेटहरू दिने गर्छु। र आजको हाम्रो फर्स्ट भिडियो रहेको छ सिलिसिसको तर्फबाट। उहाँले चाहिँ केही सन्देश दिनुभएको छ। सिलुको ऱ्यापमा राइमिङ मिलेन भन्ने केडाहरू अनि केडीहरू यता सुन। मेरो ऱ्यापमा राइमिङ मिलेको छ छैन त्यो मलाई थाहा छ क्या, म लेख्ने मान्छेलाई थाहा छ। बरु नि यार मेरो टेन्सन नगर, मेरो ऱ्यापको पनि त टेन्सन नगर। तेरो जिन्दगीको राइमिङ मिलेको छ कि छैन चेक गर, बुझिस्। एउटा कुरा भनिदिइहाल्छु, सिलुले ब्याचलर डिग्री नि लिटरेचरमा गरे हो। अब तँलाई फेरि लाग्ला यो लिटरेचर भनेको कुन चाहिँ चराको नाम हो भनेर, टेन्सन नगर, गुगलमा जा अनि सर्च गर, बुझिस्। लिटरेचर भनेको ढुकुरको नाम हो नौटङ्कीहरू। मेरो ऱ्याप म्युजिकमा जतिले पनि भिडियो बनाउनु भएको छ उहाँहरूको भिडियो मैले वाच गरिसके पछाडि एउटा कमेन्ट छोड्ने गरेको छु, सिलु वाज हियर भनेर होइन। र त्यो कमेन्टलाई चाहिँ कसैले चाहिँ कस्तो इङ्ग्लिस पनि नआउने रहेछ सिलोलाई भन्नुभएको छ, कसैले चाहिँ अस्ट्रेलियाबाट ग्रामेटिकल मिस्टेक भयो भन्नुभएको छ, कसैले चाहिँ यस्तालाई पनि अस्ट्रेलियन एम्बेसीले कसरी भिजा दियो होला भन्नुभएको छ होइन। तपाईँलाई के लाग्छ, वाज हुन्छ कि इज हुन्छ? वाज कुन सिचुएसनमा लाग्छ र इज कुन सिचुएसनमा लाग्छ होइन। तपाईँहरू कमेन्ट बक्समा तपाईँहरूलाई जे ठिक लाग्छ त्यही लेख्नु होला है त। र हाम्रो अर्को भिडियो रहेको छ सुन्तरा श्रेष्ठको तर्फबाट। उहाँ चाहिँ एकदमै एङ्ग्री हुनुभएको छ बिकज दिस भिडियो। स्वास्थ्य पुगेको हेर्न नि आउँदैनन्, बोल्दैनन्। आफ्ना भनाउँदा सबै दुश्मन भएका छन्। मलाई त घरमा पनि नआइज भनेको छ, उसको स्वास्थ्य पुरा भइगयो। पुरा पाइयो इज्जत कमेन्ट के अरे। अनि कसले सिकाउँदै अनि बोल्नु भएछ होइन। त्यही त हजुरआमाले कसले सिकाउँदै बोल्नु भएछ। अब त्यस्तो नसिकाइदिनु हजुरआमालाई त अब जे भनौँ त्यही ठिक जस्तो लाग्छ होइन। त्यही भएर म चाहिँ विघ्न अनुरोध गर्छु होइन, हाम्रो हजुरआमाहरूलाई नसिकाइदिनु, नकारात्मक दिमागमा नहालिदिनुहोस्, उहाँहरूलाई पनि आफ्नो सोसल लाइफ जिन दिनुहोस् होइन। त्यही भन्न चाहन्छु म चाहिँ। त्यही त म त छक्क परेँ क्या। अब यो चाहिँ कसले चाहिँ यो सिकाएर हजुरआमा बोल्नु भयो के हो। अब चाहिँ यहाँ हजुरआमा मात्रै बोलेको भए त हुन्थ्यो नि, सिकाउने मान्छे पनि स्पष्ट देखेको छ क्या, तर को कहाँ हो हामीलाई थाहा भएन। यो साथीहरू यो नराम्रो कुरा जति चाहिँ छिटै फैलिन्छ भनेको त्यस्तै नै क्या। एकैछिनमा कति धेरै भ्युज गएको अनि त्यस पछाडि यसरी सोसियल मिडियामा भिडियो हालिसकेपछि मान्छेले कमेन्ट त गर्छ, चाहे त केटाकेटीको क्यों नहोस्, चाहे त बुढाबुढीको होइन। अब बिचरा अझै त अब के अरे त्यो कसैले सिकाएर बोलिराख्नु भएको छ त्यहाँनिर ब्यागमा होइन। तर अझैले यति गाली खाइराख्नु भएको छ, यस्तो बेलामा, यस्तो हुने बेलामा, यस्तो तीर्थयात्रा यस्तो गर्ने बेलामा यो के अनेक। म चाहिँ त्यो शब्दहरू त्यो अजीप्रति प्रहार भएको शब्दहरू चाहिँ सुनिसकिनँ होइन। र आजको हाम्रो लास्ट न्युज रहेको छ माया गुरुङको तर्फबाट। उहाँ चाहिँ आफ्नो हेटर्सहरूलाई लास्ट वार्निङ दिनुभएको छ। रमाइलो मेरो फ्यामिलीको ब्लग ल्याउने मान्छे हो म, मलाई यसरी नराम्रो कमेन्ट नगर्नु होला। मेरो बुढालाई जे पाए त्यही नभन्नु होला, मलाई जे पाए त्यही नभन्नु होला, मेरो परिवारलाई जे पाए त्यही नभन्नु। के अरू के सुन्न चाहनुहुन्छ भने त मेरो छोरीलाई धरि नराम्रो भन्छ ल, कमेन्टहरू त्यस्तो आउँछ। तर तपाईँहरूले भन्नुहुन्छ होला अब यस्तो फिल्ममा निस्केपछि कमेन्टहरू सहनु पर्छ भन्नुहुन्छ। त्यो कमेन्ट देखायो भने साथीहरू तपाईँहरूले साँच्चीको भनेको त्यसलाई त केस हालिहाल भन्नुहुन्छ। त्यही भएर अब मैले त्यही भएर आइडी चाहिँ मलाई थाहा छ साथीहरू होइन, फेक आइडीहरू हो। तर पनि त्यो आइडीबाट चाहिँ नम्बर निकाल्न चाहिँ मेरो देवरले सक्नुहुन्छ। तर मैले लास्ट वार्निङ यो भिडियोबाट चाहिँ मलाई थाहा छ यो भिडियो पनि हजुरहरूले हेर्नुहुन्छ भनेर होइन। तर मैले 4टा आइडी मैले चाहिँ राखिसकेको छु। अब पनि नेक्स्ट टाइम चाहिँ मेरो भिडियो त्यसरी बनाउनु भयो भने चाहिँ म पुलिस केस गर्छु। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।